हेलो साथीहरू, सधैँ जसो आज पनि तपाईँहरू सामु मैले अर्को भिडियो लिएर आएको छु। पक्कै पनि तपाईँहरूले सुरुदेखि अन्तिमसम्म हेरेर साथ दिनुहुनेछ होइन त? हो नि। आज पनि मैले टक्क लाएर चाहिँ नयाँ सब्जी नयाँ तरिकाले पकाउन खोजिरहेको छु है। आज चाहिँ धेरै दिन भयो सब्जी खाएको, चिसो चिसो पनि लागेको, सो मासु खाउँ भन्ने मनमा लागेर मासु ल्याएको छु आज। अब यसलाई कस्तो तरिकाबाट पकाउने त भनेर मैले सोध्दै थिएँ। अनि मैले युट्युबमा हेरेँ, एउटा भिडियो देखेँ। अति सादा तरिकाले पकाएको सब्जी मासु यति टेस्टी हुँदो रहेछ। मैले पनि त्यसरी नै पकाउने निधो गरेँ। अनि मैले सुरु गर्दैछु है त। अनि मासु ल्याएर टक्क काटकुट पारेर राम्रोसँग सफा गरेँ। साथसाथै मैले मसलाहरू रेडी गरेँ। टमाटोहरू भयो होइन, मिर्ची, अनि गएर लसुन सब केलाइसकेपछि सब रेडी गरेर राख्छु। अनि त्यसपछि हेर्दै जानु होला भिडियो, म गर्दै जान्छु कसरी पकाउँदो रहेछु। एकदम स्वादिष्ट हुन्छ भन्ने पनि सुनिन्छ। मैले नि पहिलोचोटि खाँदैछु, युट्युबमा हेरेको देख्दा मलाई पनि खाउँ खाउँ लागेर मैले त्यही गर्दैछु है त। ल हेर्नुहोस्, मैले यसरी 2-4वटा टमाटो लिएँ, अलिकति खुर्सानीहरू लिएँ, अनि अलिकति प्याजहरू लिएँ होइन, अलिअलि अदुवा लिएँ। यस्तै गरेर मैले अझ पुदिना पनि लिएँ। यो सब्जीमा पुदिना पनि हालेर पकाउने निधो गरेको छु। अनि सबै कुरा रेडी गर्दै गएँ, काटकुट पारेँ है। त्यसपछि सबै रेडी गरिसकेपछि मैले यसलाई मसला लिएर सबै सामानलाई एकै ठाउँमा मिक्स गरेर मोल्न थालेँ। जसरी हामीले चटपटे बनाइन्छ नि, जसरी हामीले चटपटे बनाइन्छ त्यसै गरी सबै यो काटेका प्याजहरू, पुदिना भयो, मसलाहरू, मिक्स मसला, अनि गएर मासुको जुन मासु खानुहुन्छ त्यही स्वादको मासुको मसला ल्याएर मजाले मोलेर राख्ने। सक्नुहुन्छ भने एकछिन फ्रिजमा राख्नुहोस्, त्यसले मसलालाई भित्रसम्म पुर्याउन मद्दत गर्छ। अनि सबै मोलिसकेपछि टक्क लगाएर तपाईँले एकछिन छोपेर राख्नुपर्ने हुन्छ। त्यसपछि त्यति राखिसकेपछि एकछिन तपाईँले फ्रिजमा राख्नुहुन्छ 5-7 मिनट 10 मिनट, या समय मिल्छ भने आधी घन्टासम्म राखिसकेपछि त्यसमा मैले भन्न बिर्सेँ, अझै तेल पनि हाल्नुपर्छ। हल्का तेल हाले अझै राम्रो हुन्छ, नहाल्दा पनि हुन्छ। हामीले चाहिँ कोकोनट पाउडरहरू चाहिँ कोकोनटको लिक्विडहरू पनि युज गर्न सकिन्छ। त्यसरी युज गरेर मजाले तपाईँले आगोमा राखेर आनन्दले स्लो मोसनमा पकाउन सक्नुहुन्छ। यसरी मजाले पकाइसकेपछि एकदम मिठो स्वाद, एकदम टेस्टी स्वाद हुन आउँछ। ल हेर्नुहोस्, मैले यसरी काटेर रेडी गरेको छु मजाले मसलाहरू अनि मासु। यसरी रेडी गरिसकेपछि अनि मैले सबै मिक्स गरेको थिएँ। सबै यसरी रेडी गरिसकेपछि मसलाहरू चट्ट रेडी गरेपछि मिक्स गरेपछि अनि गएर टक्क यस्तो हुन्छ है। त्यसपछि आगोमा राखिदिनुहोस्, मजाले स्लो मोसनमा आगो लगाएर छोपिदिनुहोस्। पानी आउँछ मजाले सुक्न दिनुहोस् होइन। अनि बिस्तारै हेर्नुहोस्, चेक गर्नुहोस्, फेरि पकाउनुहोस्, हेर्नुहोस्, पकाउनुहोस्। गरेदेखि स्लो आगो लगाएर 10देखि 15 मिनटभित्रमा तपाईँको मासु रेडी हुन्छ। अनि एकदम टेस्टी पनि आउँछ, स्वादिष्ट आउँछ। नखाए पनि खाउँ खाउँ लाग्छ। खाने मान्छेलाई त अझै झन् कति हो कति मजा है। त्यही भएर यसरी नै तपाईँहरूले पनि चाहनुहुन्छ भने एकचोटि विचार गर्नुहोस् आफ्नो स्वादको लागि है। हुन्छ त यस्तै भिडियो हेर्नको निमित्त तपाईँहरूले यस भिडियोलाई लाइक गर्नुहोस्, कमेन्ट गर्नु सक्नुहुन्छ, सेयर पनि गर्नुहोस्, सबै सामु पुर्याउन मद्दत गर्नुहोला है त।
अनि मलाई फलो गर्न भनी नभुल्नुहोला। धन्यवाद।